दादाले जित्यो फेरि दौड्यो बाबु यो के हो चाउमिन र सेलरोटी हो अनि के हो त्यो अर्को ल स्टार्ट रक पेपर बहिनीले जित्यो बाबु भाग खाऊ तिमी छिटो खाऊ छिटो खाऊ धेरै खाऊ न अझै खाऊ भाइ 1 2 3 स्टार्ट ल दादा जित्यो तिमी दौड्यौ छिटो खाऊ छिटो छिटाउ नानी छिटाउ दादाले खायो धेरै छिटाउ ल फेरि खेल फेरि दादाले जित्यो फेरि दौड्यो छिटाउ है नानी ल बहिनीले जित्यो छिटो खाऊ नानी छिटो खाऊ नानी तिमीले चाउचाउ नि खान पर्दैन त ल फेरि खेल चाउमिन भाग ल फेरि तिमीहरू ढिलो गरे फेरि स्टार्ट सँगै गर ल केही हुन गर छिट्टो गर है बाबु ढिलो गर्न पाउँदैन ल बहिनीले जित्यो तिम्रो मुखमै छ नि त बहिनी छिटो खाऊ चाउमिन नि खाऊ न चाउमिन पनि खाऊ बाबु वहीँ पुगेर दौडिरहेको छ अलिक छिट्टो खेल न अलि बाबु अलिक छिट्टो खेल बहिनीलाई जित्न दियौ कि तिमीले बेलामा ल स्टार्ट ल दादा जित्यो तिमी भाग बहिनी भाग बहिनी आयो खान पाउँदैन बहिनी आएपछि ल के गरे भएन फेरि गर छिट्टो सिजर पेपर रक दादाले जित्यो बहिनी आयो ल भयो बहिनी आयो कि बाबु खान पाउँदैन तिमी बहिनी आएछ ल सिजर पेपर रक छोटो म भन्छु तिमीहरू ल सिजर पेपर रक स्टार्ट म भन्छु ल सिजर पेपर रक ल बहिनी जित्यो चाउमिन खाऊ अनि फ्रुटी खाइहाल ल फेरि गर म भन्छु तिमीहरू सिजर पेपर रक जाऊ भाग बहिनी भाग कहाँ पुगेको दादाले धेरै खाइसक्यो छिटो ल भयो बाबु बहिनी आइसक्यो उता भागेर आउनुपर्छ कि बहिनी तिमी यहीँबाट फर्किन्छ पेपर रक म पनि गल्थेँ खेल्ने आउँदैन सिजर पेपर रक बाबु भुइँमा होइन सिजर पेपर रक ए ढिलो भयो के वा भएन जा र सुरु छिटो गर एकैचोटि गर दुईजनाले नत्र म खेलाउँदिनँ सबै म खाइदिन्छु फेरि सिजर पेपर रक बहिनीले जित्यो छिटो दौडी ल खाऊ छिटो बहिनी खाऊ चाउमिन खाऊ ल फेरि पख म भन्छु सिजर पेपर रक
बहिनीले जित्यो बहिनी छिटो खाऊ छिटो खाऊ चाउमिन खाऊ चाउमिन ल ल ल ल ल म भन्छु है म भन्छु सिजर पेपर रक बहिनीले जित्यो छिटो खाऊ बहिनी छिटो खाऊ यो बहिनीले मुखमा हाल्छ तर फाल्दो रहेछ क्या यसले खानै नसक्दो रहेछ पेपर रक बहिनी तिमीले मुखमा हालेपछि चपाउ के त्यो फाल्ने होइन है ल स्टार्ट ल सिजर पेपर रक दुईटाको सेम भयो सिजर पेपर रक भएन ल ज खाऊ ल भयो बहिनी आइसकेपछि रोकिने हो बाबु बहिनीले त रोकिन्छ ल खेल सिजर पेपर रक के गरे भने हुन्न मैले भनेपछि भन ल सिजर पेपर रक बहिनीले ढिलो गर्छ कि एकैचोटि गर सिजर पेपर रक ल खाऊ बहिनी खाऊ छिटो खाऊ आलु त बाबु आलु त पुगेर जा छिटो उता आलु त पुगेर पछि ल म भन्छु सिजर पेपर रक बहिनी जित्यो खाऊ छिटो खाऊ ल फेरि ल म भन्छु ल सिजर पेपर रक बहिनीले जित्यो छिटो खाऊ फास्ट ल खाना पाएन भयो ल फेरि सिजर पेपर छिटो स्टार्ट सिजर पेपर रक तिमी भाग बहिनी भाग ल बहिनी के गर्छ दादाले खायो छिटो नि ल रक बहिनीले जित्यो छिटो खाऊ बहिनी छिटो बिस्तारै खाऊ बिस्तारै खाऊ सर्किन्छ है बिस्तारै खानुपर्छ ल सिजर पेपर रक बहिनीले जित्यो फ्रुटी सिद्धिसक्यो क्या फ्रुटी त सिद्धि छ त बहिनीले भेटेन अलि नजिक राखिदेऊ बाबु बहिनीले भेटेन ल सिजर पेपर रक बहिनीले जित्यो ल खेलिहाल सिजर पेपर रक हात दुख्यो नजिक बसेर खेला दुईजना नजिक बसेर रक बहिनीले जित्यो खाऊ छिटो खाऊ बहिनी छिटो खाऊ बहिनीको मुखबाट सबै खस्दो रहेछ कि भइगयो ल फेरि खेल छिटो खेल सकिसक्यो ल एकचोटि खेल्न भ्याउँछ के सिजर पेपर रक बहिनीले जित्यो छिटो खाऊ बहिनी छिटो खाऊ ल खेल सिजर पेपर रक के भयो दादाले जित्यो भाग बहिनी भाग ओइ किन भाग्यो खेल्नु बाबु ल बहिनी खाइदेऊ दादा भाग्यो मुखभरि भएर भाग्यो जस्तो बहिनीले जित्यो खाऊ त्यही उता अलि टाढा भागेर चिटिङ गर्छ ल सिजर पेपर गर माथि देखेन माथि देखे छिटो मैले झन् पङ्खा लगाइदिएको गऱ्यो ल छिटो बहिनी जित्यो खाऊ सबै खाइदेऊ अब ल दुईजना मिलेर खाऊ पङ्खा लगाएर खेलाइदिएको छोराछोरीलाई पङ्खा पनि बन्द हुनु लाग्यो कि क्या हो कस्तो उसमा त कमाउँदै
ढ्याउ गरे त अगायो क्या आए ल खाऊ 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 तिमीले धेरै खायो बहिनीलाई त्यो माया गरेर देऊ 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 न त्यो खाऊ खाऊ भिडियो चाहिँ इन भयो है लास्ट